गुड मर्निङ भन्नु न। गुड मर्निङ नानाको साथीहरू, गुड मर्निङ। हेर न हेर न हेर न हेर न, ल जाउँ 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 जाउँ। अब चाहिँ हामी मर्निङ वकबाट पनि फर्केको नजारा पो किन होइन होइन है। अब चाहिँ घाम पनि आउनु थालेछ। हामी यता माथि जाँदा ओर्दा घाम पनि यहाँ नजिकमै आइसकेछ है। यस्तो घाम पनि नजिकमै आइसकेछ। अब चाहिँ हामी छिटो गरेर घर जानुपर्छ। नाना क्लास जानु पर्छ। अब घरमा गएर चिया खाएर गाडी आयो, स्कुलको गाडी आयो एकछिन पर्खा स्कुलको गाडी आयो, पर्खा स्कुलको गाडी आयो नानीहरूको। स्विट एन्ड फ्याल यस्तो दामी बाटो देख्छ। घाम पनि लाग्नु थाल्यो हो। अब चाहिँ हामी चाहिँ घरमा गएर पूजाहरू गरेर चियाहरू खाएर चाहिँ बजार जानुपर्छ हो। गाडी आउँदैछ, यता भाइ गाडी आउँदैछ, यता यहाँ भन्छ भने भाइ भन्छ हेर भाइ भन्छ हेर अन्त नि कसले राति देख्यो तपाईँले चितुवा खाँदै थियो अरे हौ। चितुवाले हिँड न अब चितुवाले नि भाइ बिरालो खाँदै थियो अरे एउटा यहाँनिर भन्दैछ। यहाँनिर अरे हौ चितुवाहरू आउँछ राति त्यही हाम्रोतिर पनि यहाँनिर। त्यो भएर चाहिँ मेरो भाइलाई राखेको हो। मेरो भाइ चाहिँ चितुवासँग लडाइँ पर्छ भन्छ नि त। हाम्रो भोटे चाहिँ माथि बुर्दुमा लेकबाट ल्याएको हो। अन्त भोटे चाहिँ चितुवासँग लडाइँ पर्छ भन्छ नि त। यो चाहिँ हाम्रो भाइ चाहिँ यो चाहिँ हिमालय मास्टिफ हो कि। चुच्चा छ पुर्के। मालिक भाइ कसैलाई चिन्दैन यसले चाहिँ हो। पुर्के फेरि एकताल पक्रेपछि चाहिँ छोड्दैन मेरो भाइले चाहिँ। एकताल पक्रेपछि चाहिँ छोड्दैन।